संसारबाट भागेर जान्छ, जंगल कन्दरामा जान्छ। त्यसले संसारलाई स्वप्नवत भन्छ, स्वप्नवत। संसारलाई त्याग गर्छ त्यसले, त्यहाँ बस्नुहुँदैन, फसिन्छ भनेर डराउँछ, भाग्छ। यो एक प्रकारको व्यक्ति थियो जसले संसारलाई सत्य मान्दछ। एक क्याटेगरीको लोक व्यक्तिहरू भनौँ सतपुते महाराजको जय। एक धारणा भएका व्यक्तिहरूले संसारलाई सत्य मान्दछ। घर सत्य, परिवार सत्य, रिश्ता नाताहरू सबै सत्य, म पनि सत्य। शरीर सत्य, परिवार सत्य, संसार सत्य। संसार सजाउनमा लागिरहेको थाहा छैन। हर क्षण मृत्युको मुखमा गइरहेको थाहा छैन। जन्मिएदेखि नै मृत्यु तपाईँ हाम्रो समीपमा आइरहेको छैन। तपाईँ हाम्रो हर क्षण आयु घटिरहेको छैन। हर क्षण तपाईँ हाम्रो आयु घटिरहेको छ। हर क्षण मर्ने दिन नजिक आइरहेको छैन। मर्ने दिन नजिक आइरहेको छ, जन्मदिन मनाइरहेको छ होइन। मर्ने दिन चाहिँ नजिक आइरहेको छ, हर क्षण घटिरहेको छ। एक वर्ष घटेको शोक मनाउनु पर्ने कता कता खुसियाली मनाउँछ। हर वर्ष तपाईँको एक वर्ष गरेर एक क्षण घटिरहेको छैन र भन्नु। यसमा के को तपाईँको हर्ष शोक मनाउनु पर्छ। मैले आफ्नो अमूल्य समय त्यसै बर्बाद पारे, त्यसै खेर पारे। मैले आफ्नो जीवनलाई सत्कर्ममा लगाइन भनेर शोक मनाउनु पर्ने कता कता। मरण दिन नजिकै आइरहेको छ, त्यसको खुसियाली मनाइरहेको छ। भनौँ सतपुते महाराजको जय, परम पिता परमेश्वरको जय, आनन्द कन्दरीका धारी प्रभु सदानन्द भगवानको जय। जसले यो संसारलाई सत्य देखिरहेको छ, ती सबै जडवादी धारणा भएका व्यक्तिहरू हुन्। जड भनेको तपाईँको परिवर्तनशील नाशवान। परिवर्तनशील नाशवानलाई नै सत्य सम्झेको हुनाले तिनीहरूको पनि अन्तिम परिणति नाश हुन्छ, समाप्ति हुन्छ। अघि नै पनि मैले भने, जसलाई सजाउन समार्नको लागि हामी लागिरहेछौँ, जसलाई आफ्नो जीवन दिएको छौँ, त्यसैबाट आफ्नो जीवनको समाप्ति छ। त्यसैबाट यो रूपको समाप्ति छ, त्यसैबाट यो नामको समाप्ति खातमा छ। छोरोबाट नै, आफ्नै छोरोबाट नै नाम र रूप दुईटैको समाप्ति छ। सबै जडवादी धारणा भएका व्यक्तिहरू। जड भनेको तपाईँको असत्य हो, परिवर्तनशील हो। जसले यो संसारको जुन विषयलाई विष देखिरहेको छ, संसारलाई असत्य देखिरहेको छ, परिवर्तनशील देखिरहेको छ, इन्द्रिय विषयको सम्पर्कबाट अन्तर्मुख भएर जसले अन्तर गराइमा जो प्रवेश गरिरहेछ, ती चेतनवादी धारणा भएका व्यक्तिहरूले के भन्छन् भन्दा यो संसार स्वप्नवत छ, संसार मायावी हो, संसार झुठो हो। संसारलाई त्याग गर्छन् तिनीहरूले। जडवादी धारणा भएका व्यक्तिहरूले के गर्छन् भन्दाखेरि संसारमा एन प्रकारले उपार्जन गरेको जो वस्तुहरू छ, यसमा पनि तपाईँको जुन छ कुकर्मी र सुकर्मी दुई प्रकारका व्यक्तिहरू छन् जडवादी धारणामा। जो केवल मर मेरोमा मात्रै सीमित छ, इन्द्रिय विषयको भोगमा मात्रै जो केन्द्रित छ, सबै कुकर्मीहरू। स्वार्थी जीवन जसले जिरहेछ, जसले अलिकति परोपकारवाला जीवन जिउँछ, परोपकारी छ, वैदिक कर्ममा जसले आफ्नो जीवनलाई लिएर हिँडेको छ, सुकर्मीहरू, तिनीहरूले चाहिँ यो संसारमा परमात्माबाट पाएको ऊर्जा शक्तिबाट पाएको चिज वस्तुहरूलाई के दान पनि गर्छन्। दान केही अंश दान गरेर आफ्नो पापहरूलाई शमन गर्ने एउटा मार्ग बनाइरहनु। अर्को संसार झुटो छ, त्याग गरिदिन्छ तिनीहरू। अब यहाँ
सनातन धर्म हो, जो भगवत ज्ञान हो, तत्व ज्ञान, भगवत ज्ञान को आधारमा यदि हेर्ने हो भने, तो भगवत ज्ञान दृष्टिले हेर्ने हो भने दान पनि दोषपूर्ण मानिएको छ। किनभने त्यो जसको चिज हो त्यसैलाई मात्र तपाईले दान गर्नु पर्यो, भएन? जसको चिज हो, जस्तो तपाईको चिज मैले लिएको छु भने मैले अरूलाई दान दिने मिल्यो? मिलेन नि। तपाईलाई रिटर्न गर्नु पर्यो।